Welcome my small garden everyone. What is going here? Oh, अनि मैले जब मेरो प्लान्ट बाहिर हाल्छु के भित्र हाल्छु तब पर्दैन। अचम्म छ यो पानीको पनि म बुझ्न सक्दिनँ हौ। यो ठिक छ अब परिहाल्यो यसलाई यता सार्नु पर्यो। कि बस तिमी पनि तान्नु पर्यो। हजुर के भन्नुभयो दिदी? भने यसपालि त गर्मी महिना फिल्म भएको छैन है? गर्मी नै भएको छैन कि यसपालि त। दिस इज माई स्मल गार्डन एभ्रिवान। कति राम्रो छ हेर्नु जेट प्लान्ट। दुःख गरेर हुर्काएको थियो मलाई। मैले नर्सरीबाट 2 चोटि किनेर ल्याएँ होइन। 2 चोटि किनेर ल्याउँदा मेरो सप्रेन कि उयो पल्लो घरमा हुँदाखेरि चाहिँ अनि चाहिँ नि यहाँ आएर चाहिँ मैले यहाँ सबै यो बाहिरपट्टि राखेको नि त। यहाँ आएर बाहिर राखेको हेर्नु कति नर्सरीबाट किनेर ल्यायो। अनि त्यसपछि चाहिँ मरे गर्ने कि के भएको पनि हुन त सर्दै नसर्ने होइन। अनि मामा घरबाट हाम्रो मामा घरमा चाहिँ फेरि टन्नै रहेछ कि हो यत्रो ठुल्ठुलो रुख हो। मामा घरबाट लिएर आएको एउटा हाँगा त्यहाँदेखि चाहिँ मेरो यो जेट प्लान्ट के पनि भएको छैन मजाले सरिरहेको छ। यहाँ अनि पानी अलिकति घाम पनि चाहिँदो रहेछ जस्तो लाग्यो। मैले चाहिँ भित्र भरिङमा रोपेको थियो त्यही भएर मेरो भएको थिएन। नभएको प्लान्टहरू पटहरू सबैलाई सोचेमा लाएँ होइन। किन दुःख गर्थेँ र म पनि। आकाशबाट पानी आउँदा आउँदै अहिले फेरि हावा आउँछ। फेरि हावा आउनु पनि तल झार्न आउनुपर्छ एकछिनमा। हिजो बेलुका नै राखेको थियो यसरी नै। हिजो बेलुका चाहिँ पानी खोइ के भएको नि। मेरो बिरुवा भिज्छ भनेर होला सुकेछ हो हिजो बेलुकाको पानी चाहिँ। अहिले चाहिँ परेछ अलिअलि त्यही भएर मैले यसरी राखेको छु छेउमा होइन। हिजो जस्तो मजाले। आजलाई चाहिँ यति नै है त एभ्रिवान।